नमस्कार, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानल आरके अडियो बुकमा। आज हामीले तपाईलाई कर्ण साक्यद्वारा लिखित प्रसिद्ध पुस्तक सोचको सारांश लिएर उपस्थित भएका छौँ। हामीले यस पुस्तकका हरेक महत्त्वपूर्ण आयाम, मुख्य विचार र प्रेरणादायी अंशहरूलाई समेटेर सबैभन्दा विस्तृत र गहन सारांश प्रस्तुत गरेका छौँ। यो सारांश सुनेपछि तपाईले पुस्तकको मूल मर्मलाई पूर्ण रूपमा बुझ्न सक्नुहुनेछ। सकारात्मक सोचको शक्ति। सोच पुस्तक केवल कर्ण साक्यको जीवनी मात्र होइन, यो नेपाली समाजमा व्याप्त निराशा चिरेर आशा जगाउने एउटा म्यानिफेस्टो हो। लेखकले यस पुस्तकमा हामी कस्तो सोच्छौँ त्यस्तै बन्छौँ भन्ने मूल मन्त्रलाई स्थापित गरेका छन्। नेपालमा धेरैजसो मानिसहरू के गर्ने, देशमा केही छैन, यहाँ भविष्य छैन भनेर विदेश पलायन भइरहेको अवस्थामा कर्ण साक्यले यही माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्। पुस्तकको मुख्य उद्देश्य पाठकको नकारात्मक मानसिकतालाई सकारात्मक सोचमा रूपान्तरण गर्नु हो। पुस्तकलाई विभिन्न उपशीर्षक र विषयहरूमा विभाजन गरिएको छ। यहाँ ती मुख्य विचारहरूको विस्तृत चर्चा गरिएको छ। सोच नै सब थोक हो। लेखक भन्छन्, मानिसको सबैभन्दा ठुलो सम्पत्ति उसको सोच हो। गरिब तो होइन जोसँग पैसा छैन, गरिब त तो हो जोसँग सपना र सकारात्मक सोच छैन। एउटा आधा भरिएको गिलासमा कोहीले आधा खाली देख्छ भने कोहीले आधा भरी। कर्ण साक्यका अनुसार सफल मानिसले धेरै अवसर देख्छ भने असफल मानिसले समस्या मात्र देख्छ। यदि हामीले आफ्नो देश र परिस्थितिलाई हेर्ने नजरिया बदल्यो भने ढुङ्गा पनि देउता बन्छ र माटो पनि सुन बन्छ। नेपाली समाजको सबैभन्दा ठुलो रोग के गर्ने भन्ने लाचारीपन हो। हामी सरकारलाई दोष दिन्छौँ, नेतालाई गाली गर्छौँ र आफै केही गर्न अघि सर्दैनौँ। लेखक भन्छन्, अरूले गरिदेला भनेर पर्खनु मूर्खता हो। परिवर्तनको सुरुवात मबाट हुनुपर्दछ। यो पुस्तकले पाठकलाई गुनासो गर्न छाडेर कर्म गर्न प्रेरित गर्दछ। कर्ण साक्य एक सफल पर्यटन व्यवसायी, काठमाडौँ गेस्ट हाउस KGH का संस्थापक हुन्। उनले आफ्नो व्यावसायिक यात्राका अनुभवहरू बाँडेका छन्। उनले 13 कोठाको सानो घरबाट होटल व्यवसाय सुरु गरेका थिए, जुन आज 100 कोठा भएको साम्राज्य बनेको छ। कुनै पनि ठुलो कामको सुरुवात सानो पाइलाबाट हुन्छ। जसले जोखिम लिन डराउँछ उसले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन। तर जोखिम मूर्खतापूर्ण हुनु हुँदैन, क्याल्कुलेटेड हुनुपर्दछ। व्यवसायमा सफल हुन अरूको नक्कल गर्ने होइन, आफ्नोपन हुनुपर्दछ। ठमेललाई पर्यटकीय हब बनाउनमा उनको मौलिक सोचको ठुलो हात छ। धेरैले नेपाललाई गरिब देश भन्छन्, तर कर्ण साक्य नेपाललाई अवसरहरूको देश मान्छन्। नेपालको प्रकृति, संस्कृति र विविधता विश्वमै दुर्बल छ। हामीले यसलाई सही ढङ्गले ब्रान्डिङ गर्न नसकेको मात्र हो। लेखकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र नेपाल भ्रमण वर्ष 1998 को नेतृत्व गर्दाका अनुभवहरू लेखेका छन्। उनले देखाएका छन् कि संरक्षण र विकास सँगसँगै जान सक्छन्। देशको वास्तविक शक्ति युवा हुन्। यदि युवाहरूले विदेशमा बगाउने पसिना स्वदेशमै बगाउने हो भने नेपाल स्विजरल्यान्ड भन्दा राम्रो बन्न सक्छ। सफल हुनका लागि समयको कदर गर्नुपर्छ। नेपाली समय भनेको ढिलासुस्ती गर्ने बानीलाई उनले कडा आलोचना गरेका छन्। 1 मिनेटको महत्त्व बुझ्न नसक्नेले जीवनको महत्त्व कहिले बुझ्न सक्दैन। पुस्तकका महत्त्वपूर्ण र रमाइला प्रसङ्गहरू। पुस्तकमा केही यस्ता घटनाहरू छन् जसले पाठकको मन छुन्छन् र गहिरो छाप छोड्छन्। काठमाडौँ गेस्ट हाउसको स्थापना। जब उनले ठमेलमा होटल खोल्ने सोच बनाए, धेरैले उनलाई पागल भने। त्यस बेला ठमेल खेतै खेत थियो, तर उनको दूरदर्शिताले देख्यो कि एक दिन यो ठाउँ पर्यटकको केन्द्र बन्नेछ। आज ठमेल जे छ त्यसको जग कर्ण साक्यको सोच थियो। लेखकले आफ्नी श्रीमती र उनी आफैले क्यान्सरसँग लड्नु परेको
पीडादायी अनुभव पनि साटेका छन्। तर यस्तो गम्भीर रोग लाग्दा पनि उनले हरेस खाएनन्। सकारात्मक सोचले रोगलाई जित्न वा कमसेकम त्यससँग लड्न ठुलो मद्दत गर्छ भन्ने उनले प्रमाणित गरे। सरकारी वन अधिकृतको सुरक्षित जागिर छोडेर अनिश्चित व्यवसायमा होमिनु चान्चुने कुरा थिएन। तर उनले आफ्नो अन्तरात्माको आवाज सुने। यसले सिकाउँछ कि कहिलेकाहीँ ठुलो छलाङ मार्न सुरक्षित घेरा तोड्नै पर्छ। पुस्तकको सन्देश। पुस्तकको निचोडलाई बुदागत रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ। सपना देख्नुहोस्। सपना देख्न पैसा लाग्दैन। जति ठुलो सपना त्यति ठुलो सफलता। तर सपना सुतेर होइन, जागेर देख्नु पर्दछ। देश प्रेम। देशलाई माया गर्नु भनेको झन्डा फहराउनु मात्र होइन, देशको अर्थतन्त्रमा योगदान दिनु पनि हो। नेपालमै केही गरेर देखाउनु नै साँचो राष्ट्रभक्ति हो। असफलताबाट नडराउनुहोस्। असफलता अन्त्य होइन, यो त सफलताको सिँढी हो। कर्णसाक्य आफै पनि धेरै पटक असफल भए, तर कहिल्यै रोकिएनन्। सृजनशीलता। पैसा कमाउन डिग्री नै चाहिन्छ भन्ने छैन, तर नयाँ सोच चाहिन्छ। साधारण कामलाई पनि असाधारण तरिकाले गर्दा सफलता मिल्छ। प्रकृतिसँगको नाता। हामी प्रकृतिकै अंश हौँ। प्रकृतिको विनाश गरेर गरिएको विकास दिगो हुँदैन। निष्कर्ष। सोच एउटा पुस्तक मात्र होइन, यो गर्न सकिन्छ भन्ने आत्मविश्वासको दस्तावेज हो। कर्णसाक्यले अत्यन्तै सरल, रसिलो र आफ्नैपन भएको भाषामा यो पुस्तक लेखेका छन्। उनले ठुला ठुला दार्शनिक कुरा गरेका छैनन्, बरु आफ्नै जीवनका भोगाई, हन्डर र ठक्करहरूलाई इमान्दारीपूर्वक पस्केका छन्। यो पुस्तकले भन्छ, तपाईँको भाग्य तपाईँको हातमा छ र त्यो हातलाई चलाउने रिमोट कन्ट्रोल तपाईँको सोचमा छ। यदि तपाईँ जीवनमा निराश हुनुहुन्छ भने, केही गर्ने बाटो देखिरहनु भएको छैन भने, वा नेपालमै भविष्य छैन भन्ने सोच्दै हुनुहुन्छ भने, यो पुस्तकले तपाईँको सोच्ने तरिका बदल्न सक्छ। बदल्नुपर्ने देश होइन, बदल्नुपर्ने नेता होइन, बदल्नुपर्ने त हाम्रो सोच हो। जब सोच बदलिन्छ तब मात्र देश बदलिन्छ। तपाईँलाई आजको पुस्तक कर्णसाक्यद्वारा लिखित सोचको सारांश कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। यस्तै प्रेरणादायक पुस्तकहरूको सारांशको लागि च्यानलसँग जोडिरहनुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हवस् त, नमस्ते, धन्यवाद।